यहाँ हामी केस हान्थिस र एगेसको बारेमा बुझ्नेछौँ। जस्तै केस हान्थिस एगेस भनेको नेपालीमा बाट। त्यस्तै गरेर केस चाहिँ रेस्पेक्टिभ फर्ममा पर्छ भने हान्थिस र एगेस चाहिँ नर्मल फर्ममा पर्छ। त्यस्तै विथ डिफरेन्स अफ रेस्पेक्टिभ फर्म एन्ड नर्मल फर्ममा नाउन प्लस एगेस भनेको रेस्पेक्टिभ फर्म पर्छ भने नाउन प्लस एगेस हान्थिस चाहिँ नर्मल फर्ममा पर्छ। त्यस्तै हामी रेस्पेक्टिभ फर्ममा बुझ्नेछौँ। उदाहरणमा आबाजी केस सन्मुरुल फादासयो, बुबाबाट उपहार पाएँ। साजाङनिम केस वल्गपुल फादायो, साहुजीबाट तलब पाउँछु। त्यस्तै उइसानिम केस छिन्छारुल फादासयो, डाक्टरबाट उपचार पाएँ। त्यस्तै नर्मल फर्ममा हेर्नेछौँ। थोङसेङ एगेस सन्मुरुल फादायो, भाइबाट उपहार पाउँछु। त्यस्तै छिङ्गु हान्थेस हान्थकुल फादासयो, साथीबाट ट्रिट पाएँ।